अब गृहमन्त्रीको जो अस्वाभाविक उहाँको फुर्तीफार्ती भयो भनेर पनि आलोचना छ। अर्कोतिर सम्पत्ति त अकल पनि ओहो हो 4 करोड भन्दा बढीको शेयर 89 तोला सुन। घर जग्गाको विषय कुरै छाड्नुस्, जग्गा त कति हो कति जग्गाको हाम्रो हदबन्दीको हेरेको तराईमा 10 बिघा, काठमाडौँ उपत्यकामा 25 रोपनी, पहाडमा 70 रोपनी। यो खोज्दै जाने नि योभन्दा बढ्ता हुन्छ जस्तो देखिन्छ। पहाडमा कति छ? मापदण्ड कति छ पहाडमा? 70 रोपनी छ। उहाँको 230 कति देखिएको छ हैन? 240 200। अब यसो गृहमन्त्रीजीको सल्लाहकार चाहिँ अलिकति कानुनी सल्लाहकार अलिकति भएनन् कि? उहाँलाई जोगाउनु पर्दै भन्ने कि के हो यो कुरा? जोगाउन हैन, जस्तो सम्पत्ति राख्न पाइँदैन भन्ने कुरा थाहा छ कि छैन हामीलाई? नेपालको जस्तै हाम्रो त हकबन्दी लाग्छ नि त। हो, हदबन्दी छ, हदबन्दी छ, कृषिमा हदबन्दी छ। पहाडमा कति रोपनी के छ, त्यो हदबन्दी भन्दा बढी जग्गा त पास पनि हुँदैन हैन र? पास हुँदैन नि हैन? त्यो त राज्यको हुने व्यवस्था छ, राज्यको सिधै हुने व्यवस्था छ। त्यो भए हुनाले त्यसमा बुझेर अब उहाँले भन्नु पर्थ्यो। जस्तो त्यो पास कसरी भयो त बढी छ भने? तपाईँ खासै खोल्न चाहनु भने किन हो? हैन, यो त स्रोत देखाउनु पर्छ। भोलि अब मैले उहाँको सम्पत्ति अनि शेयरमै लगानी गर्दा पनि मानव कम्पनीबाट आएको छ भने त्यो सिधै लानु यसो हुन्छ। अब यसो हुन्छ, अब जस्तो कस्तो हुन्छ भने हो शेयरको कुरामा स्पष्ट खेर। जस्तो मान्छेको 4 करोडको शेयर छ भने त्यो 4 करोडको शेयरको प्रिमियम भ्यालु कति हो? पहिला कुरा सुरुमा किन्दाखेरि कतिमा किनेको हो? 4 करोडमा किने हो कि 3 करोडमा किने हो? अथवा 1.5 करोड? जस्तो 1.5 करोडमा किन्यो, आजको भ्यालु 4 करोड भयो भने अब हामीले खोज्ने भनेको 1.5 करोडको हो क्या। त्यो 1.5 करोड पैसा चाहिँ कहाँबाट आयो? अब जस्तो उहाँको त्यो पैसा बिजनेसबाट कसैको आएको हो भने बिजनेसमा कर तिरेको हुनुपर्छ। त्यो इन्कम हो कि एक्सपेन्सेस हो? इन्कम हो भने इन्कम ट्याक्स तिरेर 1.5 करोडको त्यहाँ देखिनु पर्यो, कर चुक्ता भएको प्रमाण चाहियो। र यदि इन्कम होइन, कुनै कम्पनीको शेयर हो भने त्यो व्यक्तिका नाममा जान पाउँदैन, त्यो कम्पनीको शेयर भन्ने जान्छ क्या। त्यो फेरि व्यक्तिका नाममा हाल्ने बित्तिकै त्यो करप्सन हुन्छ। फेरि आफै कम्पनीको अध्यक्ष हुँ त्यसकारण गयो भन्न पाउँछ पाउँदैन? पाइँदैन। कम्पनी सेपरेट एन्टिटी हो, कम्प्लिट आर्टिफिसियल पर्सन हो। हामीले सेपरेट एन्टिटी कन्सेप्ट भन्ने एकाउन्टिङमा पढ्नै पर्छ। त्यो सुरुमै सेपरेट एन्टिटी कन्सेप्ट। अब मेरो अङ्ग्रेजी अलिकति टोन राम्रो छैन हैन, त्यो भए हुन सेपरेट एन्टिटी कन्सेप्ट हामीले पढ्छौँ। र कम्पनी भनेको आर्टिफिसियल पर्सन हो। कम्पनीको डेफिनेसनै भनेको छ नि, कम्पनी इज अ आर्टिफिसियल पर्सन हो भनेको कृत्रिम व्यक्ति हो कम्पनी। भनेपछि गृहमन्त्रीको विषय पनि अलिअलि शङ्कास्पद छ यो सम्पत्तिको विषय। अर्थमन्त्रीको शङ्कास्पद हैन, उहाँले स्रोत देखाउनु पर्ने हुन्छ। अब उहाँहरूले सम्पत्ति मात्रै देखाएर हुँदैन, उहाँहरूले स्रोत पनि देखाउनु पर्छ। यो स्रोत नदेखाए के हुन्छ त? जस्तो जेल जान्छ विगतमा क्लियर छ त्यो त।